वेलकम टु ब्याक क्यारेक्टर्स माई गाइज म तपाईँहरूलाई आज निकै दिनपछि युट्युबमा एकदमै मैले नयाँ अहिले एकदमै चलेको कुरा के छ भने जब तपाईँले युट्युब खोल्नुहुन्छ हैन र सर्टेन टाइममा तपाईँले आफ्नो युट्युबलाई चाहिँ मोनिटाइज गर्न खोज्नुहुन्छ। अब यो सर्टेन टाइममा तपाईँले जब युट्युबलाई मोनिटाइज गर्न खोज्नुहुन्छ नि यो टाइममा तपाईँले एउटा के मिस्टेक गर्नुहुन्छ भने युट्युबलाई हामी चाहिँ के गर्छौँ बुस्ट गर्छौँ भिडियोलाई बुस्ट गर्न पुग्छौँ। जब भिडियोलाई बुस्ट गर्छौँ युट्युबका सब्सक्राइबरलाई चाहिँ हामी एकैचोटि बढाउँछौँ हैन तर सबै कन्टेन्ट्सहरू सबै कुराहरू चाहिँ तपाईँको ग्रो हुन्छ नै हैन तपाईँको आवश्यकता अनुसार युट्युबमा भिडियो पनि माथि जान्छ र जब तपाईँको युट्युबमा भिडियो एकदम ग्रो हुँदै गइसकेपछि ग्रो हुँदै गर्दाखेरि तपाईँले एउटा कुरा विचार गर्नुभएको छ छैन जुन कुरा तपाईँले एउटै भिडियोले जब बुस्ट गर्ने व्यक्तिले एउटै भिडियोलाई घरिघरि तपाईँले त्यसै भिडियोबाट नै उसले चाहिँ तपाईँको वाच टाइम आवर जुन 4000 घण्टा छ त्यो वाच टाइम आवर तपाईँले के गर्नुहुन्छ भने कम्प्लिट गर्नुहुन्छ। एउटै भिडियोबाट वाच टाइम आवर जब कम्प्लिट हुन्छ त्यो भनेको तपाईँले के बुझ्नुहोस् भने युट्युब अहिले पहिला जस्तो छैन। पहिलेको कुरा के हुन्थ्यो भने एउटै भिडियो तपाईँले मोनिटाइज गर्न सक्नुहुन्थ्यो तर आजभोलि युट्युब एकदम स्मार्ट भइसकेको छ। जुन युट्युबले चाहिँ थाहा पाउँछ कि यो मान्छे चाहिँ मसँग छल्दैछ मलाई झुट बोल्दैछ र यो झुट बोलेकै कारणले चाहिँ यो मान्छे मोनिटाइज गर्न खोज्दैछ यो फ्रड हो। त्यसकारण तपाईँले के बुझ्न सक्नुहुन्छ भने मैले राख्ने भिडियोहरू मेरो कन्टेन्ट्सहरू हैन तपाईँले भिडियो धेरै पोस्ट गर्नुहोस् सकेसम्म बढी पोस्ट गर्नुहोस् र पोस्ट गरेका कुराहरूले चाहिँ तपाईँले के बुझ्नुहोस् भने जब कि हामी कुनै भिडियो सर्ट हुन्छ हैन सानो हुन्छ तर त्यसैमा चाहिँ यति धेरै भिडियो भ्युज गइसकेको हुन्छ कि त्यो भ्युजले गर्दाखेरि पनि तपाईँको वाच टाइम पुगिसकेको हुन्छ तर त्यो कसरी भएको हुन्छ भन्दाखेरि बुस्ट माध्यमबाट। अब बुस्टको माध्यमले तपाईँको युट्युबलाई युट्युबलाई छलेरै हो। वास्तवमा भन्दाखेरि हामी युट्युबलाई छलेर सब्सक्राइबर बढाएर हैन बुस्ट गराएर चाहिँ हामी के गर्छौँ बढाउँछौँ तर त्यो बेला चाहिँ के हुन्छ भने त्यसको मोनिटाइज त हुन्छ तपाईँको छैन उसको हरेक रिक्वायरमेन्ट पुगेको हुन्छ त्यसको पुग्नुपर्ने जति पनि रिक्वायरमेन्ट छ त्यो क्रस त हुन्छ तर के हुन्छ भन्दाखेरि युट्युबले थाहा पाउँछ अनि युट्युबले के गर्छ यो दि एक्सेप्टेबल तपाईँको त्यो भिडियो चाहिँ के हुन्छ भने एक्सेप्ट स्वीकार्योग्य छैन तपाईँको युट्युब चाहिँ तपाईँको फ्रड काम गर्दै र तपाईँको युट्युबलाई चाहिँ माथि ग्रो गर्दै हुन्छ। त्यसकारण अब के गर्न सकिन्छ भन्दाखेरि जब तपाईँले बुस्ट गर्न कसैलाई दिनुहुन्छ भने त्यो बेला तपाईँले कन्टेन्ट्स एकदमै मजाले हाल्नुहोस् किनभने सके जतिको भिडियो हाल्नुहोस् जुन भिडियोले हरेक भिडियोबाट चाहिँ तपाईँको वाच टाइम काउन्ट होस् अनि त्यो वाच टाइम काउन्ट हुँदै गर्दाखेरि तपाईँले एउटा कुरा के याद गर्नुहोस् भने यसरी वाच टाइम काउन्ट हुँदै गरेका यो वाच टाइमले नै तपाईँलाई युट्युबले नपाउने गरी अर्थात् उसको रिक्वायरमेन्ट जुन तपाईँको 1K सब्सक्राइबर अनि त्यसको 4000 घण्टा भ्युज होइन त्यो चाहिँ वाच टाइम आवर पुगिसकेपछि तपाईँको युट्युब मोनिटाइज हुनको लागि कुनै पनि भन्ने छैन। त्यसकारण अब म तपाईँलाई यदि तपाईँको च्यानलमा त्यस्तो खाले म्यासेज रिभ्युज भनेर आउन सक्छ होइन अथवा तपाईँको च्यानल चाहिँ डिसेप्टिभ भएको हुनसक्छ होइन यस्तो आयो भने होइन तपाईँले उसलाई सर्च गर्नु पऱ्यो पक्कै पनि तपाईँको च्यानललाई मोनिटाइज त गर्नु पऱ्यो पैसा तिरेर तपाईँले बुस्ट गर्नुभएको छ होला अवश्य पनि अब बुस्ट गर्नुभएका च्यानललाई तपाईँले अब त्यसरी युट्युबले रिजेक्ट गरिदियो भने त्यसलाई मोनिटाइज त फेरि गर्नु पऱ्यो। त्यो कुरा पनि तपाईँले मजाले म तपाईँलाई भिडियोमा हामी कसरी यसलाई अपिल गर्न सक्छौँ अपिल गर्नुभन्दा पहिले माइकाइज तपाईँलाई रिक्वेस्ट गर्छु कुनै पनि कुरा तपाईँले अपिल गर्नुभन्दा पहिले तपाईँले प्रमाण जुटाउनुपर्छ कि मैले युट्युबलाई दिने कुरा के छ उसले के माग्दैछ। अब प्रमाण चाहिँ के हुनसक्छ त प्रमाण भन्दाखेरि तपाईँले चाहिँ त्यहाँ उसले के भनेको छ कि केही कुरा एडिट गर्नुहोस् अर्थात् तपाईँले आफ्नो युट्युबमा कुनै पनि भिडियोहरू तपाईँ आफ्नै नभएर अर्को भिडियो चोरेर अर्थात् अरूको भिडियोमा आफ्नो कुरा नराखेर तपाईँले अरूको कुरासँग चाहिँ धेरै जोड्दै तपाईँले भिडियो बनाउनु भएको छ त्यहाँनिर तपाईँको होइन अरूको चाहिँ तपाईँको त्यहाँ धेरै चाहिँ पाउनुहुन्छ कुरा विभिन्न भिडियोहरू भयो विभिन्न लोकेसनहरूको कुराहरू भनौँ कुनै पनि अरूले अलरेडी बनाइसकेका कुराहरू अरूले अलरेडी युट्युबमा राखिसकेका कुराहरू त्यो चिजहरू तपाईँले फेरि पनि आफ्नो च्यानलमा राख्नुभएको छ भने त्यसलाई तपाईँले अब के गर्नुपर्छ भन्दाखेरि त्यो काटेर फाल्नुपर्छ अर्थात् तपाईँले गरेका मिस्टेकहरू अब कपिराइट कन्टेन्टले खासै फरक त पार्दैन मोनिटाइजेसनमा किनभने एउटा कपिराइट त केही पछि जान्छ तर विभिन्न कुराहरू त्यस्तो राखेको हुन्छ जुन कुरा तपाईँको युट्युबले चाहिँ कपिराइटको रूपमा राख्दैन तर अरूको कुराहरू
धेरै वर्णन गरेको अरू कुरा चाहिँ धेरै राखिएको हो यस्ता कुराहरू धेरै आइयो भने तपाईँको च्यानल के हुन्छ भने त्यतिखेर युट्युबलाई चाहिँ स्वीकार्य के हुँदैन र तपाईँले रिजेक्ट गर्छ। अब यस्ता कुराहरू तपाईँले त मिलाउनु पर्यो, त्यो कुरा मिलाउने र त्यसपछि फेरि पनि त्यो मिलाइसकेपछि कुन कुन कुरा हो त्यसले हामी भिडियो फाल्ने होइन नि, फेरि तपाईँले डाइरेक्टली गएर भिडियो कम्प्लिटली डिलिट गर्नुभयो भने युट्युबलाई फेरि पनि तपाईँले एउटा फेरि छुट्टै तपाईँले भाइलेन्टको म्यासेज आउँछ र त्यसले पनि फेरि तपाईँले असर गर्छ। त्यसकारण त्यो नगरिकन तपाईँले त्यहाँनिर ट्रिम गर्ने अप्सन हुन्छ। भिडियोको बिचबिचमा तपाईँले कसैको भिडियो राख्नुभएको छ भने त्यसलाई हामी ट्रिम गर्न सक्छौँ। यो ट्रिम गर्नको लागि तपाईँले फेरि पनि तपाईँको भिडियो ट्रिम गर्नुहोस्। म आज तपाईँलाई एउटा कुरा के भन्न चाहन्छु भने जब भिडियो ट्रिम गर्नुहुन्छ तपाईँले याद गर्नुहोला कतिसम्मको उसको भिडियोहरूमा त्यो अरूको भिडियो तपाईँले राख्नुभएको छ, कुन कुन ठाउँमा त्यसले काट्नुहोस्। र काटिसकेपछि फेरि पनि अर्को कुरा के हुन्छ भने जब हामी काट्ने गर्छौँ नि, ट्रिम गर्छौँ नि, ट्रिम गइसकेपछि त्यसलाई हामी जब फेरि सबमिट गर्छौँ गर्दै तपाईँको हरेक भिडियोहरूमा सक्नु जतिको तपाईँले त्यो गर्नै पर्छ, किनभने युट्युबलाई त्यो मन परेको छैन। विभिन्न कुरा तपाईँको पोस्ट गरेर पनि त्यो डिएसएफ हुनसक्छ होइन, र तपाईँले चाहिँ के अरे अरूको भिडियो राखेर पनि हुनसक्छ। यस्ता कुराहरू तपाईँले के छ सके जतिको तपाईँले सबै कुरा चेक गर्नु होला। र त्यसपछि तपाईँले अर्को कुरा के छ भने तपाईँको युट्युबमा राखेका डिस्क्रिप्सनहरू के छ, डिस्क्रिप्सनमा तपाईँले जुन कुरा राख्नुभएको छ त्यो डिस्क्रिप्सन हटाउनुहोस्। तपाईँले धेरै ट्याग पनि राख्नु भएको छ भने कसैको अरूको उसमा हामी च्यानलमा गएर के गर्छौँ उसको ट्यागहरू कपी पेस्ट डिस्क्रिप्सन पनि सेम गर्छौँ। अरूको युट्युबमा जाने र उसकै डिस्क्रिप्सन के देखेको छ सेम टु सेम हामी कपी पेस्ट गर्ने गर्छौँ। हो यस्ता कपी पेस्टले गर्दाखेरि पनि तपाईँको के हुन्छ भने युट्युबले थाहा पाउँछ कि अरूको यसले युज गर्दैछ, अरूको कपी कन्टेन्ट्सहरूलाई अरूको डिस्क्रिप्सनलाई यसले चाहिँ कपी गरेर आफ्नो डाइरेक्ट पेस्ट गरेको छ भन्ने कुरा थाहा हुन्छ। त्यसकारण त्यो कुराहरू तपाईँले के गर्नुहोस् एडिट गर्नुहोस्, सके जतिको सबै इरेज नै गर्नुहोस्। त्यो फेरि रिलेख्नुहोस् र तपाईँले फेरि पनि युट्युबमा गएर खोज्नुहुन्छ कसरी खोज्नुहोस्, तर तपाईँले आफ्नै भाषामा आफैले टाइप गरेर लेख्नु होला। र त्यसपछि जब तपाईँको ब्यानर हुन्छ युट्युबको ब्यानर तपाईँले जुन बनाउनु भएको छ, अवश्य पनि तपाईँ युट्युबर हो भने तपाईँले ब्यानर भनेको थाहा होला, डिस्क्रिप्सन भनेको थाहा नै होला र ट्रिम भनेको कुरा पनि थाहा नै हुनुपर्छ। र डिस्क्रिप्सनमा तपाईँले जब त्यो चेन्ज गर्नुहुन्छ चेन्ज गरेका कुरालाई फेरि पनि तपाईँले अब वान्स मोर तपाईँले के गर्नुपर्छ नयाँ पोस्ट सुरुमा ब्यानर पोस्ट गर्ने, ब्यानर पोस्ट गर्नको लागि तपाईँले के गर्नु पर्छ अब नयाँ ब्यानर अलरेडी बनाइराख्नु पर्यो, बनाएर त्यसलाई फेरि के गर्नुपर्छ हामीले न्यू ब्यानरलाई त्यसमा फेरि हामी अपलोड गर्ने गर्छौँ। यसरी तपाईँले गर्नुहुन्छ भने त्यसपछि मात्रै त्यो बनाइसकेपछि अनि मात्रै तपाईँले के गर्नु पर्छ अब जुन तपाईँको भिडियोहरूमा जुन कुराहरू तपाईँको अलरेडी तपाईँले मिस्टेक गर्नुभएको छ र तपाईँको के छ अब युट्युबलाई हामीले अपिल गर्नको लागि तपाईँ म हो भनेर दिनको लागि तपाईँले के गर्नु पर्छ अब त्यसको लिङ्क अर्थात् युआरएल जुन युआरएल तपाईँले के गर्नु पर्यो त अब फेरि पनि युट्युब हाम्रो युट्युबको चाहिँ हाम्रो एनालाइसिसमा गएर त्यहाँनिर हामी चाहिँ यसको सेयर हाम्रो युआरएल जुन छ युट्युबको त्यसलाई कपी गरेर हामी के गर्छ अपिल गर्दाखेरि पोस्ट गर्नुपर्छ। र यस्ता कुरा तपाईँले यदि याद गर्नुभएको छ भने आइन्दा दिनमा तपाईँले कुनै पनि नयाँ युट्युब क्रिएटर हुनुहुन्छ भने नयाँ खोल्दै हुन्छ भने तपाईँले बुस्ट गर्न कसैलाई दिनुभएको छ भने पनि यो कुरा विचार गर्नुहोस् कि तपाईँले बुस्ट गर्नुभन्दा पहिले उसले बुस्ट गर्दैछ भने पनि तपाईँले के कुरा विचार गर्नुहोस् भन्दाखेरि भिडियो पोस्ट गर्न नबिर्सिनुहोस्। हरेक भिडियोमा तपाईँले स्वयं आफैले बनाउनुहोस्, आफै स्वयं त्यसमा युट्युबले अलरेडी हाम्रो उसमा चाहिँ हामी पाइरहेका हुन्छौँ। युट्युब अलरेडी उसमा चाहिँ हामीलाई के छ लाइब्रेरी दिएको छ, जुन लाइब्रेरीमा गएर हामी भिडियोहरूको लागि चाहिँ अडियो छान्न सक्छौँ, त्यही अडियो हामी युज गर्न सक्छौँ। त्यही अडियो मार्फत नै हामी चाहिँ के गरेर त अब युट्युबमा भिडियो जुन हामी एडिट गर्ने गर्छौँ, एडिट गर्दै गरेका भिडियोहरूमा चाहिँ हामी त्यही अडियो राखेर युज गर्न सक्छौँ। सो गाइज तपाईँलाई कस्तो लाग्छ मेरो च्यानल कृपया कमेन्ट गर्न नबिर्सनु र तपाईँको लागि हेल्पफुल एकदमै सधैँ युज हुने दिनहुँ कुनै अप्ठ्यारो कुराहरू छ भने कृपया कमेन्ट गर्न नबिर्सनु, म तपाईँको सल्युसन लिएर आउनेछु। सो गाइज आजको भिडियो म तपाईँहरूलाई विशेष युट्युब क्रिएटरहरूलाई चाहिँ दिएको थिएँ र युट्युब क्रिएटरहरूले धेरै मिस्टेक गर्छ र क्रिएटर नहुँदा पनि कहिलेकाहीँ हामी चाहिँ आफै स्वयं हामी चलाइराख्ने व्यक्तिले पनि यस्ता कुराहरू मिस्टेक गर्छौँ। बुस्ट गर्नुभन्दा पहिलेका कुराहरू एकदमै आवश्यक कुराहरू याद गर्नुहोला। सो गाइज आजको भिडियो यतिमै स्टार्ट गर्छु र अर्को नेक्स्ट भिडियोको लागि कमेन्ट लाइक गर्न नबिर्सनु। सो गाइज थ्याङ्क यू फर वाचिङ माई भिडियो।